कान्छी के छ कान्छी फर्स्ट टाइम हामी पनि रोबे कस्तो लाग्यो तँलाई राम्रै लाग्यो अब बिरा के रे मेरो Hello everyone, welcome to my channel and I'm Mona Vista and this vlog ma chai aba mainly bhaneko community medicine posting ko barema huncha aba community medicine posting ma ke bhayo bhanera ani community medicine posting chai mero sakisakeko cha ani त्यसमा चाहिँ mostly हामीले प्रेजेन्टेसनहरु गर्यौं अनि प्रेजेन्टेसनहरु धेरै थियो एनुअल रिपोर्टहरुबाट हेल्पले मैले चाहिँ प्रेजेन्टेसनहरु बनाएको थिएँ एनुअल रिपोर्ट पार्ट 2 को भेटेर अनि त्यसपछि अनि प्रेजेन्टेसनहरु भयो अनि सरहरुले रिपोर्टहरु देखाउनु भयो यस्तो बालबेटाहरु हुन्छ अनि त्यसपछि कन्ट्रासेप्टिभ्सहरु अनि त्यसपछि मेनको लागि इम्युनेसनको लागि त्यो चाहिँ यहाँ हाम्रो यहाँको लागि त हामी चाहिँ नोबेलमा पनि सुविधा छ त्यसको लागि पेडियाट्रिक वार्ड अगाडि अनि डट सेन्टर पनि छ नोबेलमा हामी डट सेन्टर पनि गएर एन्टिट्युबरकुलर ड्रगहरुको बारेमा हेरेको छु अनि यो चाहिँ कम्युनिटी मेडिसिनको फाइल हो यो फाइल चाहिँ हामीले यो थर्ड इयरको स्टार्टिङमै गएका थियौं हामी 5th सेमिस्टरमा गएका थियौं अनि त्यही हामीले बुझेर ओरेर अनि त्यसपछि हरेक इज घरमा गएर त्यो घरको सबै फ्यामिली मेम्बर्सहरुको बारेमा उहाँहरुको लाइक सबै सोशियो इकोनोमिक स्ट्याटस देखि हेल्थ स्ट्याटस देखि इन्भाइरोन्मेन्ट देखि उहाँहरुको इन जेनरल हैन कस्तो छ अपब्रिङिङ लाइफस्टाइलहरु अनि डाइट क्याल्कुलेट पनि गरेर हामीले इच इन्डिभिजुअलको फ्यामिलीको चाहिँ हेल्थ रिपोर्टहरु पनि गरेर लाइक कमन एनालाइसिस गरेर हैन अब त्यो ठाउँ त्यो गाउँमा कस्तो खालको चाहिँ एउटा कमन छ हैन डिजिजहरु यतिकै इन जेनरल हामी गएका थियौं त्यो ठाउँमा अनि त्यही हामीले चाहिँ बुझेर गरेको हो अनि मेरोमा चाहिँ म्याक्सिमम इन्डेक्समा हाइपरटेन्सन छ म्याक्सिमम भन्दा पनि दुईटा होला मेरोमा चाहिँ एकजना बच्चा थिए अनि बच्चाहरुको पनि हामीले ग्रोथ चार्टहरु सबै गर्नुपर्ने हुन्छ अनि इन जेनरल सबै हेल्थ कन्डिसनहरु त्यसै गरी चाहिँ अब हामीले अलिअलि बुझाइम पनि अब मेडिकल टिक्स अनुसार हैन हामी कति भन्न सक्छौं त्यसो धेरै त भन्न सकिदैन अन्डर ग्रेजुएट भएर के रेकमेन्ड गरिहाल्न पनि मिल्दैन तर इन जेनरल एउटा लाइफस्टाइल कस्तो हुन्छ अलिकति सेनिटेसनहरु बारे अब अलिकति केही डिजिज लागेको छ अब डायबिटिज छ भने अलिकति रेगुलर एक्सरसाइज गर्नु पर्यो फुड ह्याबिटमा डाइटमा अलिकति आफूलाई कन्ट्रोल गर्नु पर्यो लेस स्ट्रेस हुनु पर्यो है यस्तो कुराहरु चाहिँ हामीले बुझाउन सक्यौं बुझाइम अनि सेनिटेसनमा अलिकति हैन सेनिटेसनको बारेमा अलिकति हामीले बुझाइम यति चाहिँ भएको छ अनि यही हो यसको लागि चाहिँ अब त्यो भिडियोमा चाहिँ अब कमेन्टमा त्यस्तो मजाले त भिडियो ल्याएन र अलिअलि गरेर अनि फाइल पनि यति धेरै छ यो जिन्दगीको यो गोरेटोमा यत्रो फाइलहरु म कहिले गरेर सक्छु होला फाइल मेरो चाहिँ धेरै छ अनि एकदम पनि आउन लागिरहेको पनि धेरै छ Yes. Hi. Welcome to my blog. आज से मेरी प्रेजेंटेशन हो डॉट तक खासी लाइक दैट MCH रेडी भएर बस्दैछ कि मेरो भन्दैन हामी प्रेजेन्टेसन केही नआए पनि कन्फिडेन्ट भएर भन्ने क्या हो त त्यही हो त त्यही पनि होइन यत्रो स्लाइड बनाएको छ कसरी आउँदैन
तिम्रो टपिक आज कुन थियो? मेरो टपिक त फिमेल कम्युनिटीहरु भलन्टियर थियो। त्यसमा नेपालीलाई के भन्छ? नेपालीमा के भन्छ? स्वयंसेविका भन्छ। के भन्न चाहन्छ तिम्रो टपिकको बारेमा? मलाई चाहिँ अब त्यसको बारेमा धेरै जानकारी थिएन। मैले यो बारेमा भोलि यस्तो दामी चित्र दिनेवाला छु। ओके जस्ट दिएको हैन तिमीले भन्नु। यो चाहिँ लेप्रोसीको सिम्पटम्सहरु सबै यस्तो दाग चाहिँ लेप्रोसीमा देखिन्छ। यो आइसोनियाजिड र रिफाम्पिसिन, यो चाहिँ एचआरजेटी रिफाम्पिसिन, आइसोनियाजिड अनि पाइराजिनामाइड र इथाम्ब्युटोल, यो चाहिँ एचआरजेटी, यो चाहिँ एचआरई, रिफाम्पिसिन, आइसोनियाजिड र इथाम्ब्युटोल। यो चाहिँ ट्युबरक्लोसिस क्षयरोग भन्छ है, क्षयरोगमा युज हुने औषधिहरू। तिम्रो कुन पोस्ट हुँदैछ? के भन्न चाहनु कस्तो हुँदैछ? आज मेरो फर्स्ट डे अनि आज के पढायो? आज ईको पनि पढाएको, एनको पनि पढाएको, टीको पनि पढाएको। इयरमा सिएम थियो अनि नोजमा फरेन बडी भने छोटमा चाहिँ लिप एक्जामिनेसन। लेभल चाहिँ तिनवटा। अब लेभल 1 भनेको 1 भएन, 1मा चाहिँ सब लेटर र सब लेटर हुन्छ, 2, 3, 4 हुन्छ। 2, 3 भनेको चाहिँ अब अप्पर जुगुलर, मिड जुगुलर, लोवर जुगुलर हुन्छ। माथिको चाहिँ यो हाम्रो यो लेभल 1 जुन छ नि तल, त्यहाँदेखि चाहिँ यो हायर बोर्डको लोवर बोर्डरसम्म र अक्सिपिटर भयो लोवर बेसदेखि चाहिँ यो भनेको लेभल 2 हो। 3 भनेको चाहिँ हायर बोर्डको लोवर बेसदेखि कार्डिनेसन हो। लेभल 4 भनेको 3 बोर्डदेखि चाहिँ क्ल्यारिकलसम्म हो। एन्ड 5 भनेको चाहिँ लेभल 5 भनेको पोस्टरियर चार्जर हुन्छ कि हाम्रो यो 5। अनि 6 भनेको चाहिँ हाम्रो यो अगाडिको एन्ड 7 भनेको चाहिँ हाम्रो स्टर्नम पनि हाम्रो। अनि त्यसपछि 8 भनेको चाहिँ हाम्रो फेसियल नर्भ एरिया हो। 9 भनेको चाहिँ पिरियड हो। 10 भनेको पछाडि हो। 10 को दुईवटा हुन्छ, 10 थ्याङ्क यू किरण। We are here to watch match. Okay, great. You're the signing man. You're the signing man. Sorry. I'm so scared.